असुल ग्यास गोली हान्न थालिसक्यो सरकारले। कस्तो चोरेको छ हेर्नु। र हेर्न सक्नुहुन्छ बानेश्वरको संसद भवन वरिपरिको अवस्था यस्तो छ अहिले। प्रत्यक्ष तपाईँहरूलाई देखाइरहेछ। कोही एउटा उडिरहेको असुल ग्यास हानेर भित्र बनेर छ अहिलेसम्म। गोली चलाएर अब सबै जनता मारेर आफै मात्र बस्छ होला। यस्तो अवस्था जनतालाई यस्तो अवस्था बनाइरहेको छ नेपाल प्रहरी नेपाल आर्मीले पनि साथ दिनुपर्ने अवस्था देखिन्छ। संसद भवन मन्त्री नेताको छोराछोरी विदेशमा छ। गरिब दुःखी जनताको छोराछोरीले चाहिँ यहाँनिर आफ्नो न्यायको लागि भ्रष्टाचार विरुद्धको लागि एउटा जिएनजी एउटा स्टुडेन्ट पुस्ताहरूले एउटा सोसल मिडियाका पुस्ताहरूले डिजिटल पुस्ताहरूले आफ्नो अधिकार खोज्दाखेरि दमन गरिरहेछ।